पहिलो दिनको भनेको एकदम घडी हेर्ने त्यो हराउने दिन पनि घडी हेर्ने अनि मसँग झर्किने बिन्ने भन्ने त ढुङ्गी भन्ने अब मैसँग मेरै काखमा बस्थे कि नानी अहिलेसम्म काखै नछोडे कि कतै हिँड्दा पनि सँगै ल्याइ जाने मान्छे। अनि त्यो दिन भनेको त अब मबाट टाढै कि एकदमै टाढा कसैले एक गइसकेको थियो टाढा भयो नभए त त्यसरी त टाढा हुँदिन नि नानी। टाढा मदेखि टाढा म छेउमा गएर झुम्बिन खोज्यो भने नि नआइज माइजमा भनिदिने ऊ शङ्का त हामीलाई त अब त्यही हो। कसैले अब केही खुवाएकै नै लट्याएकै नै एक आएको चाहिँ अब उसलाई बोल्न नसक्ने अवस्था बनाए। अब हामीसँगबाट टाढा बनाए। अब उसलाई जस नराम्रो नियतले असोज 21 गतेबाट हराएकी लेटाङकी 13 वर्षीय नाबालिका अंशु गौतमको विषयमा हामीले निरन्तर रूपमा खबरदारी गरिरहेका छौं। उनकी हराएको 2 साता पछाडि नजिकै रहेको जंगलमा उनको शव भेटिएको भनेर परिवारले शनाखत गरिसकेको अवस्था रहेको छ। उनको त्यो विवश्य कानुनी तरिकाबाट हत्या गरिएको आशंका फैलिएको छ। परिवारले हाम्रै सदस्यभित्रको छोरी हो भनेर पुष्टि गरिसकेको अवस्था रहेको छ। उनको त्यो शरीर त्यो शव चिन्न नसकिने अवस्थामा फेला परेको थियो। त्यस पछाडि त्यो शवको विषयमा थप अनुसन्धानका लागि परीक्षणका लागि पठाइएको प्रहरीले जानकारी गराएको छ। आज 6 दिन बितिसकेको अवस्था रहेको छ। पछिल्लो समयमा त्यो विषयमा कस्तो अनुसन्धान भइरहेको छ भन्ने विषयमा हामीले नेपाल प्रहरी समक्ष प्रश्न गरेका छौं। मोरङका प्रहरी डीएसपी प्रवक्ता समक्ष हामीले प्रश्न राखेका छौं अनुसन्धान कहाँ पुग्यो भनेर। हो एउटी नाबालिका माथि गरिएको यो क्रूर हत्याको विषयमा यति बेला सर्वत्र चासो भइरहेको छ। हिजो 7 वर्ष अगाडि निर्मला पन्थको हत्याको विषय अहिले पनि बाहिर सतहमा आउन नसकिरहेको अवस्थामा कतै निर्मला काण्ड फेरि पनि दोहोरिन सक्ने हो कि भन्ने आशंका फैलिरहेको अवस्था रहेको छ। मोरङको लेटाङमा भएको यो नाबालिका माथिको क्रूर हत्याको विषयमा हामीले निरन्तर रूपमा खबरदारी गरिरहेका छौं। विवश तरिकाबाट टुक्रा टुक्रा भएको अवस्थामा फेला परेको शव अनि उनको त्यो लगाएको चप्पल कपडाबाट चिनिएको अंशु गौतमकै शव हो भन्ने कुरा पुष्टि भइसकेको अवस्था रहेको छ। यसका दोषी को हुन् त, यसका पछि कसको हात रहेको छ भन्ने विषयमा नेपाल प्रहरीले नजिकबाट अनुसन्धान गरेको बताइराखिएको अवस्था रहेको छ। हामीले यस विषयमा पछिल्लो अपडेट के रहेको छ, अनुसन्धान कहाँ पुग्यो भन्ने विषयमा नेपाल प्रहरीको धारणा राखेका छौं। सुन्नुहोस् नेपाल प्रहरीको धारणा जस्ताको त्यस्तै। पछिल्लो समय के हुँदैछ भन्ने विषयमा थोरै जानकारी लिन खोजेका थिएँ। जानकारी एकदम सर्टकटमा अनुसन्धान भइराखेको छ। हजुर विशेष टिम बनाएर चाहिँ अनुसन्धान भएको छ, विज्ञको राय लिएको छ। नयाँ प्रविधिलाई प्रयोग गरेर एकदमै फोकस भएर काम गरिरहेको छ। हजुर हामी दृढताका साथ सफलता प्राप्त गर्छौँ लागिराखेको छौँ। हजुर अब यो कति कहाँ पुग्यो भन्ने कुरा चाहिँ यो कहाँ हुँदैन कि 0मा हुन्छ कि 100मा आउँछ, बिचमा हुँदैन कि अनुसन्धान हजुर सफल हुन्छ कि 0मा आधी सफल भन्ने हुँदैन। अब अहिले पछिल्लो समय जुन दिन घटना घटिसके पछाडि जुन दिन उहाँको लास भेट्यो नि नानीको, त्यसपछि अहिलेसम्म अंशुकै हो होइन भन्ने कुरा चाहिँ प्रमाणित गर्न सकिने अवस्था छ कि छैन? उहाँहरूले 8 गते 7 गते 21 गते हराएपछि 22 गते 8 तारिक हजुर उहाँले बुवाले परिवारबाट दिएको मूल्य घडी कपडा दिएको हजुर त्यो हिसाबले घटनास्थलमा धेरै फेला परेका त्यो सामान गर्दा म्याच भएर हजुर बुवा आमाले कर्नाटक गरिदिनु भयो मेरो छोरीको हुनसक्छ भनेर मेडिकल्ली प्रुभ गर्नुको लागि अब त्यो सरी गरिसकेको लाग्छ मेडिकल्ली प्रुभ गर्नुलाई हामीले डिएनए स्याम्पल गरेर पठाएको छौँ। त्यसको रिपोर्ट आउन टाइम लाग्छ। हजुर अब 6 दिन लगभग 6 दिन भयो होला यहाँले पठाइसक्नु भएको पनि कति दिन भित्रमा आउने सम्भावना देख्न सकिन्छ त्यो रिपोर्ट? त्यो भनेको चाहिँ डिएनए को उसमा चाहिँ सम्बन्धित विधि विज्ञान प्रयोगशालाले भन्छ। हजुर लाग्नु जति पनि लाग्नु अब हामीले गर्ने कुरा सम्बन्धित इकाइले दिने कुरा भएकोले गर्दा हामीले फलोअप जति चाँडो यसलाई प्रायोरिटी गर्छौँ। अब अन्तिममा यो बताइदिनु, अहिलेसम्म त्यस घटना पछाडि अनुसन्धानका लागि यहाँले केही दायरामा व्यक्तिलाई तानिसक्नु भएको छ या छैन? अनुसन्धानका लागि केही व्यक्तिहरू तानिएका छन् या छैनन्? तान्ने भन्दा पनि हामीले केही मान्छेलाई सेन्टरमा राखेर अनुसन्धान गर्दैछौँ। हजुर
कस्तो भने हामीले यथेष्ट प्रमाणहरू सपोर्ट नगरेसम्म भौतिक प्रमाणहरूले स्पष्ट 100% नभएसम्म अरूको मानव अधिकारको कुरा पनि उत्तिकै संवेदनशील गरेर हामीले उहाँहरूको पहिले टेक्निकलहरू इस्तेमाल गर्दै उहाँलाई केही नम्बर केही व्यक्तिलाई ध्यानमा राख्नु छु त्यो नम्बरहरूलाई कन्सिडर गरेर उहाँहरूको फोन नम्बर लगायत अन्य कुराहरू राखेको छ र अहिलेसम्म एरेस्ट गरिरहेको छ। घटनाको प्रकृति हेर्दाखेरि बलात्कार पछाडि हत्या हुन सक्ने आशंका गर्न सकिन्छ? यो मैले आशंकाले भन्नु मिल्दैन हजुर, यो मैले बोल्ने भनेको फ्याक्टमा बोल्ने हो। आशंका यहाँले गर्न सक्नुभयो परिस्थितिमा, मैले आशंका गर्दिनँ, म फ्याक्टहरूको समग्रमा हेर्दाखेरि नेपाल प्रहरीले यसको निर्णयसम्म पुगेर अनुसन्धान गर्छ पक्कै पनि। हामी एकदमै हाम्रो जिल्ला प्रहरी कार्यालयको प्रमुख छ झन्डैदेखि बेलुकासम्म त्यहाँ आफै गरिदिनु भएको छ। हामीले मुद्दाको टिम पुरै उता एटेच गरेर सकेको छ। त्यहाँको लोकल टिम, विज्ञ टिम, हेडक्वार्टरको विज्ञ टिम, प्रदेशको विज्ञ टिम लगायत सम्पूर्ण नेपाल प्रहरीको सम्पूर्ण खोज लागेको छ यो पत्ता लगाउनुको लागि। हजुर हुन्छ, यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद।